मेरो सबै प्यारो प्यारो साथीहरूलाई अनि आज चाहिँ हामी लक्ष्मी मातालाई पुज्नु आँटेको छौँ अनि तपाईँहरूलाई फेरि देखाउँछु हेर्नुहोला। ह्याप्पी दिवाली भनेको खै सबै ह्याप्पी दिवाली ह्याप्पी दिवाली एकदम भाग्यमानी हुनु एकदम दुःख बिमार नहोस् मेरो छोरालाई है। ह्यान्डसम बोय हो। दुर्गा माताको आशीर्वाद सधैँ रहिरहोस्। सरस्वती माताले मेरो छोरा सधैँ बुद्धि दियोस् है। लक्ष्मी माताले मेरो छोरालाई सधैँ पैसा रुपियाँ दिइरहोस्, एकदम हाँचै नहोस् है। त्यस्तो पिगी ब्याङ्क त लाखौँ भर्रेस् है। आपाले आशीर्वाद दिएको भाइ यहाँ भगवानलाई ढोक्नुपर्छ। यहाँ मेरो बुढीको फेसबुकमा 1 मिलियन पुगिहाल्योस्। सरस्वती माताले बुद्धि दिएर राम्रो राम्रो कन्टेन्ट क्रिएट गर्नु हो। दुर्गा माताले चाहिँ मेरो बुढीको जति पनि दुःख बिमारहरू छ त्यो चाहिँ सबै छुट्टा बनाइदिइहाल्नु। एकदम छिटो छिटो बुहारी ल्याइहाल्नु। बुहारी ल्याएपछि 2-3 पनि भइहाल्नु। काम एकदम राम्रो पाओस्, सीताको जस्तो हो। यसो दुर्गा माताले सधैँ बास गरेस्, दुःख बिमार एकदम नहोस्। लक्ष्मी माईले चाहिँ टन खल्ती भर्दोस्। सरस्वती माताको जस्तो बुद्धि भएर चाहिँ काम गरेर जानु। तपाईँलाई चाहिँ कसलाई तिमी लाउँछौ बुढाबुढीलाई चाहिँ म के भन्नु, मेरो बुढालाई कुनै कुराको बुद्धिमा नहोस्, जो चिताएको छ सबै पुरा हुन सकेको होस्। हजुरले बरु टिका राम्रो लाग्दै रहेछ हौ, क्रिस्चियन मान्छे भएर। चिजहरू कुराहरूदेखि जोगाएर राख्नु। नामी सबै खानु। सुरज भाइ म त गुवागा मात्रै खान्छु एउटा। छेवा पनि न टिप न अरू गुवागा गुवा खाँदैनौ? यो गुवा बस ह्याप्पी दिवाली। अम्बो भयो। म चाहिँ साला मरे, म त मरे। यो चाहिँ नानीको लागि यो चाहिँ साप पटेका। लु हेर्नुहोस् है साथी हो, यो साप पटेका मजाले बाल्नु न। साप पटेका पड्किँदैछ भन्दा पनि आयो त सेलरोटी जस्तो आएको छ त भाइ। ला हो साथी हो, अझै बाल्नुपर्छ र। अघि त यति लामो थियो त है। ए साप पटेका सिगरेट पटेका भाइले एउटा पड्काउँछ अरे। पटेका एकदम अब सिगरेट पटेका पड्काउने अरे। आयो लायन किङ अरे। अम्बो लायन किङ। अब कहाँ फेक्नु आँट्यो? एकछिन पर्खिन नि, एकछिन पर्ख्यो भाइ, एकछिन पर्खाउ ल, एकछिन पर्ख। आफैले पर्खायो। लु रेडी, लु भागो। ओ
क्या खतरा छ त्यो भाइको होला त्यो भाइले पठाउँछ होला लु मार्यो खतरनाक दामी लु यता आउन नानी आबाले के गर्नु आँट्यो सकेको छैन बाल्नु न अरे हातमा फेस हुन्छ त्यही त सकेको हो सक्यो होइन यति लामो छ त यहाँ छ मेरोमा आबाले बोल्नु दिएन यहाँ एउटा सबै वाउ दामी घुमे यहाँ पो घुमे त है यो चाहिँ मजाले घुमे यो चाहिँ दामी ठुलो खालको होला नि ठुलो खाले चाइना भइसक्यो पटेका पड्काएर साप पटेका हो आम्मा बाबा साप पटेका आयो के ल्याउनु अरे ओ माथि फेक त माथि फेक न ल यता आइज छिटो फेकिहाल है यो बाँसघारीमा हौ दामी भयो नानी यता हेर्नु हालमा घुमाउनु यो चक्र 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 बाहिर घुमाउनु त घुम्यो ह्याप्पी दिवाली अम्बो क्या घुम्यो त कत्रा दामी लु के चाहिँ पटेका यो पनि के हो लु यो कुन चाहिँ हो हेरौँ न पड्किने त होइन होला नि होइन अब अर्को कुन चाहिँ पटेका छ ले अब खोइ बहिनी के भयो दामी कस्तो दामी देख्यो खोलामा माछा स्याउ स्याउ भैलेनी आयो झ्याउ झ्याउ ए औसी बारो गाइती आरो भैलो ए औसी बारो गाइती आरो भैलो सक्यो लम्पसार फुल्यौ तालाई नमस्कार ए औसी बारो गाइती आरो भैलो ए औसी बारो गाइती आरो भैलो खोला मान्छी साक्षी छु भैलेनी आयो हाई विष्णु ए औसी बारो गाइती आरो भैलो ए औसीको दिन गाइती आरो भैलो यसै घरका पिताजीले ढुङ्गा छुँदा
तिहारो भैलो घरका परेवा पक्षी उड्दामा खेरी सूर्य झाँक्रो बस्दामा खेरी औँसीको दिन गाई तिहारो भैलो